जयमसी नमस्कार। म आज ग्रेस म्युजिक सप टिकापुरमा आएको छु र यो क्याजुअल मैले लगेको छु यो बाजा है। यसलाई चाहिँ तपाईँले भजन कीर्तन स्कुलको प्रोग्राम कन्सर्ट कुनै पनि कार्यक्रमको लागि साङ्गीतिक कार्यक्रमको लागि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यो बाजा धुन्द्रा बज्छ, सजिलो छ। यसलाई हेर्नुहोस्, बजाउन बोक्न सबै सजिलो हुन्छ। पछाडि यस्तो खालको पहल हुन्छ, माइगाले बजाउन सकियो। अनि त्यसपछि म चाहिँ हाम्रो ग्रेस म्युजिक सप टिकापुरमा आएको थिएँ र राम्रो प्राइजमा राम्रो मूल्यमा चाहिँ हाम्रो यहाँका ओनरले मलाई चाहिँ यो उपलब्ध गराउनु भएको छ। अनि सर प्लिज दुई शब्द हजुरले पनि भनिदिनु पर्यो। धन्यवाद सर। यो बाजाको बारेमा अलिकति दुई शब्द भनिदिनु पर्छ सर। अब बाजाको बारे भन्दा क्याजुअल हो यो, प्रयोग गर्दा राम्रै छ, कुनै समस्या छैन, एकदमै राम्रो। विशेष गरी सानो झुन्डहरूमा अझै राम्रो यो बजाउनलाई। अहिले त विशेष गरी प्रोग्रामहरूमा यही नै बजाउने गरेको छ। त्यसैले यो चाहिँ अहिले सिक्न चाहनेहरू साथै ड्रम सेटको ठाउँ नलिएर यसलाई राख्छु भन्न चाहनेहरूलाई बेस्ट भन्छु अहिलेको लागि। अनि यसको अहिले माग दर्शकहरू हाम्रो गीत सङ्गीतमा माया गर्ने साथीहरूको भनौँ न माग र यसको बिक्री वितरण कस्तो भइरहेछ, के छ अहिले माग? अति नै माग छ होइन, जवानहरूको बिचमा त अति नै। यो पनि भर्खरै अस्ति भर्खरै अर्को लड आएको भन्नुभयो होइन? भर्खरैको नयाँ लड हो भनिदिनु नयाँ लड परेको छ साथीहरू। अनि यो चाहिँ अलिकति फरक खालको दिनुभएको छ। यहाँ यस्तो नट छ गरे यसले यसलाई चाहिँ यसो टाइट गऱ्यो भने यहाँभित्र चाहिँ ड्रमको जस्तो हुन्छ भने त्यसको ट्युनिङ गर्न मिल्छ। यसरी तपाईँ पनि आउनुभयो भने ग्रेस म्युजिक सप टिकापुरमा आउनुभयो भने तपाईँले नयाँ बाजासँगै यहाँको नयाँ आइडिया पनि पाउनुहुन्छ। म पनि उत्साहित भएको छु। सरले धेरै कुरामा हामीलाई हेल्प गर्नुभयो, परामर्शहरू दिनुभयो ताकि बाजा सम्बन्धीको लगभग धेरै जानकारी चाहिँ हामीले पाएका छौँ र तपाईँलाई पनि वेलकम छ, सेवा गर्ने मौका दिनुहोस्। हवस् त, थ्याङ्क यू।